Being born in Nepal, seeing mountains was never something extraordinary. They were simply a part of home. We grew up seeing them standing quietly behind the clouds and rooftops. Perhaps that is why, for the longest time, I never understood what it meant to be close to them until this journey. Annapurna Base Camp! Somewhere deep in the Himalayas, where roads disappear, sky feels closer, lies Annapurna Base Camp at the altitude of 4130 meters. Somewhere along the journey, you realize perhaps this journey was never really about reaching a place. It was about seeing something familiar with completely new eyes. We don't always climb just to reach the top, but to find a version of ourselves that we could never meet at the bottom. A journey through Himalayas, a journey through silence, and perhaps a little journey back to ourselves. Annapurna. ल अब हामी फाइनली घरबाट हिँड्यौँ 12 बजेको गाडी छ इट्स अलरेडी कति भइसक्यो 11:40 भइसक्यो हामीलाई मात्रै रोकिरहेको छ गाडीले एन्ड ऊ चाहिँ पुरै ट्रेकर भएर आएको छ है पुरै एङ्सियस भएर नाइट ड्युटी गरेर बिचारा हाम्रो नयाँ मान्छे आइसक्नु भएको छ गाडीमा अराउन्ड 12:30 गोङ्गबुबाट हाम्रो गाडी हिँडेको थियो हामीले चाहिँ इसेवाबाट टिकट काटेको थियौँ काठमाडौँ टु पोखरा 4 जनाको अनि एक ठाउँमा खाजा खान गाडी रोक्यो टेक टु चटपटे सरी ल हामी फाइनली पोखरा आइपुग्यौँ है पृथ्वी चोकमा सो टायर्ड यही भयो हामीलाई यस बेला ल्याइदिने भनेको टाढा 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 मेरो मेरी सूरत है तू Elga? Real beauty. मजा आयो नि त नआएर What nonsense is that? उता ए ठिक मलाई ठिक भइरहेछ ओहो गोरो बनाउँदो रहेछ हिजै भन्थिस् नि म नि यही लिन्थेँ ठिक छ झन् अनुहार हेर्नु पर्दैन नि त अनुहार हेर्नु पर्दैन आज बित्ताको के मलाई पनि डिनर गरिसकेर हामी एकछिन लेक साइडतिर स्ट्रोल गर्दै गयौँ अनि एकछिन हामी क्याट वक क्लब पनि गयौँ डान्स गऱ्यौँ हाम्रो चाहिँ यहाँ फोटो सेसन भइरहेछ होइन अनि कट नोट देखाइदेऊ न हाम्रो कट पुरै दसैँको वाला नोट ओ माई गॉड यसो हम्का न गर्मी भयो ओ माई गॉड अञ्जली ल अब हामी फाइनली कति बज्यो 6 बजे होइन 6 बजेर 7 मिनट लेक साइडबाट हरिचोक पुग्न चाहिँ अलमोस्ट 15 मिनट्स जस्तो लाग्छ त्यहाँबाट एउटा जिप लिनुपर्ने हुन्छ जिपले चाहिँ 7 जनाको 7,000 रुपियाँ लिन्छ अनि त्यहाँबाट लगभग 2.5 to 3 आवर्समा जिनु पुऱ्याउँछ में खरीदा बहुत महंगा हो गया है आजकल 180 ले लिया 150 में वाह ल इसलिए तुझे भेजा था बोल रहे हैं काठमांडू में 350 है तो क्या हम क्या करें हमने आधे में ले लिया
एक नंबर की बार्गेनर ये लड़की 1000 वाली चीज को 200 में ला देती है। सुबह से पिस ऑफ हुआ है, तुम बता दो क्यों? क्योंकि हमारे जो टैक्सी ने हमको बोला था कल सुबह लेने आएंगे, वो नहीं आए, पहली बात फ्रॉड किया, बहुत वो नहीं फ्रॉड आए, किया। और दूसरी बात मुझे बाहर ही रखे गाइस, हम लोगों को अंदर रखे। अभी तक मैं बाहर हो गया है 15 मिनट। वो लोग पैसेंजर ढूंढ रहे हैं और बोल रहे हैं कि हम लोगों ने पहले ही कुछ पैसेंजर का अपना बोल दिया है। लड़की समझ कर पेल रहे हो क्या, ये रहे हो क्या? हम किसी के बाप से नहीं डरते। हमने कहा हम भी चेंज कर लेंगे और वो हार गए। ये लड़की तो जापाली है, बहुत शानदार है, बहुत शानदार है। क्युटी भएर हामी हेरेको हेरे, हामी हेरेको हेरे, हामी हेरेको हेरे। माउन्टेन पग्लु ग्रेटफुल भइसक्यो है उनीहरू यति देख्दैमा होइन। झिनु पुग्नुभन्दा एकछिन अगाडि चाहिँ गाडीले हामीलाई एकछिन ब्रेकको लागि रोकेको थियो। कपाल खोल्नु पर्दैन, कपाल चिसो भएर टाउको दुख्छ। खोल्न अहिले घाम लागिरहेको छ, सुक्छ नि अलिअलि। यस्तै मजा लागिरहेछ क्या। किन त्यो चेन लाग्यो माथिसम्म? के लाग्यो यस गर्दिने कस्तो र देखेको है। हल्का बटिकै छै, केको छैन पीर, केको छैन पीर, हामी छौँ चिर। यसपछिको बाटो चाहिँ अलमोस्ट अफ रोड नै छ झिनुसम्म, तर पनि हामी चाहिँ एकदमै रमाउँदै गइरहेको थियौँ। अलमोस्ट 3 आवर्स जतिमा चाहिँ हामीलाई गाडीले झिनु पुऱ्याइदियो। बिहानदेखि केही पनि नखाएको भएर हामी चाहिँ भोकाइसकेको थियौँ। सो झिनुमै हामीले एकछिन खाएर अनि जाने हाम्रो प्लान थियो। यहीँबाट हामीले हिमाल देख्न थालिसक्यौँ। ठ्याक्कै झिनु पुलनिर हामीले एउटा ब्रेकफास्ट गर्ने ठाउँ भेट्यौँ। मेरो साथीलाई चाहिँ कपाल 2 चुल्ठी बाट्नु पर्यो रे। फ्रेस पनि भयौँ अनि ब्रेकफास्ट पनि रेडी भयो। एमिएन पनि होइन क्या, एमिएन कस्तो केटा जस्तो देख्यो भन्दै ओ म्यान भनेर है। यस्तो एउटा थियो त के अरे हामीलाई एकदम पिस अफ भने चाहिँ ओ म्यान भन्छ कि, अनि पछि एक्साइटेड भन्छ गर्ल भन्छ। ब्रेकफास्ट गरेर अब हाम्रो ट्रेक झिनु पुलबाट स्टार्ट हुन्छ। आज चाहिँ हामी अप्पर सिनेमामा बस्ने हो। अलमोस्ट 5 देखि 7 आवर्सको ट्रेक हो। हामी चाहिँ युट्युब च्यानल चाहिँ एबिसी ट्रेकबाटै सुरु गर्दैछौँ कि, त्यही भएर हो तर म चाहिँ युट्युब होइन, म चाहिँ मेमोरीको लागि ब्लग। आऊ आऊ आज सिधा हिँड एलिजा साथी। हाउ एक्साइटेड आरे, तिमी केही भन, किनकि तिम्रो अलरेडी ट्रेक भइसक्यो त, तर पनि तिमी यसलाई फर्स्ट भन्न चाहन्छौ किन? Yes, I would like to call this my first trek because first of all I'm with my goals, हैन? अनि त्यस पछाडि अनि यस्तो फर्स्ट टाइम मेरो माउन्टेन ट्रेक हो यो फेरि गाइज। गुड ल, अब अरू कुरा बिस्तारै बिस्तारै भन्दै गरौँ ल हैन। अहिले सक्यो भने मजा नै आउँदैन फेरि। पुल छोटो देखि पनि पारीसम्म पुग्दा त हामी पुरै थाकिसकेका थियौँ। घाम बेसरी लागेको थियो। सो रेस्ट गर्दै गर्दै हाम्रो यात्रा अघि बढ्दै थियो। प्लिज ओ सामानहरू छोड्दैन हैन है। फोटो सेसन गोइङ अन इन बिट्विन आवर। ऊ चाहिँ ग्राफर फोटोग्राफर। यहाँ पुगेपछि चाहिँ छोमरोङ स्टार्ट हुन्छ। छोमरोङको चाहिँ यो पहिलो होटेल हो, प्यानोरामा पोइन्ट लज एन्ड रेस्टुरेन्ट। यहाँ चाहिँ एकदमै धेरै प्याक भएको भएर हाम्रो चाहिँ अलिकति पर हाम्रो खानाको लागि हामीले बुक गरेको थियौँ।
झिनुबाट लगभग 2 देखि 2.5 घण्टा हिँडिसकेपछि चाहिँ हामी एक्सलेन्ट लज पुग्यौँ। हामीले चाहिँ यहाँ खानको लागि बुक गरेको थियो। मजा दामी We are going to eat dal bhat and sabji. नमस्कार सबैजनालाई. Namaste from Vinita's side. And we are here to eat dal bhat and sabji with ghee, and it's going to be very good. धर्नु यो छिटो आउँछ होला कि तपाईँलाई अलि अगाडि धर्नु आउँछ नि किन नआउनु मुखमै लाग्छ नि त्यो हुन्छ मैले स्न्यापमा पनि पठाएको छैन कि यसपालि त. खाना खाएर फ्रेस भएर फेरि हाम्रो यात्रा सुरु हुन्छ। यो चाहिँ छोमरोङ भिलेज हो। यो यति राम्रो गाउँ रहेछ, मैले आजसम्म यति राम्रो गाउँ देखेको नै थिएन। त्यसपछि योभन्दा तलपट्टि चाहिँ एउटा चेक पोस्ट जस्तो आउँछ, त्यहाँ चाहिँ हामीले इन्ट्री गराउनु पर्ने हुन्छ। के ल्याएको छ, स्पिकर छ छैन, अनि हाम्रो इन्ट्री गराइसकेपछि चाहिँ फेरि हामी हिँड्न स्टार्ट गर्छौँ। डाँडा काँडा हरियाली थोरै थोरै पानी परिरहेको छ अनि यो यस्तो छ बाटो आमामा एन्ड इट्स नन स्टप ओके। एकछिन हिँडिसकेपछि यस्तो राम्रो स्तूप आउँछ, यहाँ चाहिँ रेस्ट गर्न नबिर्सिनु होला। हामी चाहिँ एकदम फर्स्टमा चाहिँ यति फ्रस्ट्रेटेड थियौँ कि होइन, लाइक इट वाज अल स्टेयर्स अनि घरहरू पनि छैन, केही छैन, अनि वी वर जस्ट माई गड वान स्टेप एट अ टाइम भन्दैछ उसले चाहिँ। उसको चाहिँ थिम अफ द ट्रेक यो होइन। अनि जब चाहिँ यस्तो यस्तो घरहरू आउनु थाल्यो नि, घर अनि हामीले गाउँ कस्तो रमाइलो लाग्यो हामीलाई। अनि हामी चाहिँ पुरै फुरुङ्ग हुँदैछौँ है। वेदर पनि यति आनन्द छ, यति साथ दिएको छ कि जति समय बित्दै गयो झन् त्यति चाहिँ राम्रो हुँदैछ। प्लस हामी एक्साइटेड भएको कारण चाहिँ हल्का ओह्रालो छ कि, नत्र हामी नबोली बसेको थियौँ 2 घन्टाको भातमा आइन्जेल। भात खाएपछि अलिकति एनर्जी पनि बढेको छ। मैले 5 थाल खाएँ। यसले त आम्मामा यति भात खाँदो रहेछ नि, ज्यान मात्रै सानो रहेछ कि मलाई मात्रै मोटी ज्यान गर्नुलाई हिँड्नु भन्छ बाटोमा। यो मैदान भएको कस्तो राम्रो घर देखेँ कि मैले यहाँनिर। अनि खच्चडहरू पनि हिँडिरहेको थियो, खच्चड अनि साइडमा घोडाहरू चाहिँ चरिरहेको थियो। एकछिन हिँडेपछि एउटा पुल आउँछ, यो पुल कटिसकेपछि चाहिँ हामी सिनुवाको लागि उक्लिन्छौँ। पुन्तुली एक्लै आइज पुन्तुलु के हुन 24 तारिक उज्याले भन्ने अप्पर सिनेमा जाँदैछ, हामी यति छिटो हिँड्छौँ। उहाँ चाहिँ हिँड्नु हुँदैन भनेको त हामीलाई उल्लु बनाउनु भयो। उल्लु बनाया टपर फ्रेन्ड चाहिँ यति अलिकति पनि सासमा पनि गएको छैन होइन। हाम्रो मुख चाहिँ रातमै भएर कालो भइसक्यो, उहाँको चाहिँ भएको छैन। अनि हामी यहाँ थोरै हिमाल चाहिँ देखिरहेको छ। हजुरले देख्नु भयो कि भएन? हामी चाहिँ एकैछिनमा पुग्छौँ अब अप्पर सिनेमा। लोवर सिनुवादेखि हिँड्दै हामी अप्पर सिनुवातर्फ जाँदैथ्यौँ। यो पहिलो लालीगुराँसको रुख हो जहाँ चाहिँ ढकमक्क लालीगुराँस फुलिरहेको थियो। एकछिन हिँडेपछि हामी अप्पर सिनुवा पुग्छौँ। That's beautiful one. Yeah. Upper Sinua Silent Peak Lodge-मा वहाँ हुन्छ बिताएको चाहिँ यति चिसो छ पानी, बट दे म्यानेज टु वास देयर हेयर यस्तो पानीमा। बडी वासै लिएर जानु त्यस्तो चिज सक्दैन। लज नपुग्दै पानी कस्तो झमझम पर्न स्टार्ट गरिसकेको थियो, चिसो बेसरी थियो। त्यही पनि हामी नुहाएर फ्रेस भएर एकछिन कफी खान भनेर चाहिँ बस्थ्यौँ। करेक्ट कसले त पोखाएको फेरि साथी हो। कफी खाँदैछु, मजा आयो।
She is the one who feeds us cappuccino in Himalayas. Hear on baby. That's inadequate. So people room. Elsa भित्र आइजाऊ जान्न त छैन गरिबको चमेली ल तिम्रो आज मस्टर्ड येल्लो डिस्क्राइब गरिदेऊ न त त्यो त अब अरूले डिस्क्राइब गर्नु पर्यो होला नि होइन मलाई कस्तो देख्दैन यो एबिसी ट्रेक आउँदाखेरि चाहिँ मेरो एकदमै मस्टर्ड येल्लो लाउन मन थियो अनि मैले मेरो आयुषी भन्ने साथीसँग 5 घन्टा डुले संसार डुले तर कहीँ पाएन एक ठाउँ पाएको थियो काला पत्थरमा तर एकदम ठुलो साइज थियो म स्केयर क्रो जस्तै देखेको थियो त्यो लाउँदा होइन हात त यहाँ थियो त्यो भिडियो सबै हाल्न मिल्दैन भूमिका नबाड्नु है हजुरले आज काट्नु पर्ने हुन्छ त्यो एकदम समरी त्यस पछाडि पाएन अनि मैले हामी चाहिँ केटिएम सिटी गरेर एउटा रेड कलरको मरुन रेड कलरको किनिम अनि पछि फेरि म ईशा भन्ने मेरो अर्को साथीसँग फेरि गएँ ठमेल अनि त्यस पछाडि ठ्याक्क जस्तो मैले इमेजिन गरेको थिएँ यो चाहिँ त्यस्तै ठ्याक्कै पाएँ वाउ मजिलो राति पानी परेको भएर आकाश खुलेको थियो अनि बिहान हिमाल पनि मजाले देखिरहेको थियो त्यो टाढादेखिको चाहिँ माछा पुच्छ्रे हो अब के गर्ने हाम्रो चाहिँ उतै काइयो छ के काइयो छ होइन अनि दाइ जाँदै हुनुहुन्छ कि बिचरा हामी त छोड्न लागेको थियो नि बिस्तारै है दाइ बिस्तारै अनि उहाँ हुनुहुन्छ सबै ह्याट पनि उहाँभित्र कोचेर राख्नुहुन्छ के यस्तो हुन्छ होइन सबै नचाहिने सामान जति उहाँको सबै यसमा हुन्छ होइन तिमीहरूकै लागि हो यो स्निकर बुझेँ बाटोमा कसलाई चाहिन्छ बुझेँ कि तर यो त भित्र राख्नु पर्ने थियो नि त थ्याङ्क यू दाइ थ्याङ्क यू सो मच हामी चाहिँ ब्याम्बो आइसकेका छौँ साथीहरू हामी चाहिँ अहिले ब्याम्बोमा आइपुग्यौँ and it's so pretty guys you won't even believe it this pretty place यो रक हो एकदमै धेरै रक छ तर यो के भन्छ पछि गएर स्नो हुन्छ and then it will look like it will again look like mountain yes I think this is where we'll stay it's pretty it's a very pretty place ever अनि यसको पछाडि चाहिँ माछा पुच्छ्रे छ तर अहिले देखेको छैन ब्याम्बोमा हामी एकछिन ब्रेक लियौँ आइस्ड कफी खाने भनेर वेस्ट गरेछौँ नि त तातोमा हालेर मेरो भिजनै थियो नि त त्यो भएर मैले कफी लिइरहेको हो के हो तर तिम्रो भिजन तातोमा थियो जस्तो लाग्यो तातोमा त्यस्तो टेस्ट आएन नि यो कफीको चिसोमै भिजन थियो चिसोमा मिठो रहेछ क्या केही बेरको हिँडाइपछि हामी दोबान आइपुग्छौँ यहाँ एकछिन खाना खानको लागि पनि रोकिन्छौँ दोबान निकै नै सुन्दर एउटा स्टप थियो यो चाहिँ कुनै विदेशको एउटा गाउँभन्दा कम थिएन दोबान हुन्छ नो अनियन नो गार्लिक भेज गरिदिनु न खाना खाना रुकेको होइन चप्पल के निकाल्नु आफ्नो ब्यागबाट भनेर हेरेको कस्तो राम्रो चप्पल रहेछ त होइन नाइस दुई खालको
तपोवन पछिको अर्को स्टप भनेको चाहिँ हिमालय हो। हिमालय आउनुभन्दा अगाडि चाहिँ एउटा सुन्दर मन्दिर आइपुग्छ, त्यहाँबाट एउटा झरना पनि बग्छ, लालीगुँरास पनि फुलिरहेको थियो। यहाँबाट चाहिँ कुनै पनि खालको माछा मासुको आइटमहरू लान मिल्दैन र कुनै पनि एनिमलहरूलाई मार्न पनि मिल्दैन। यहाँबाट चाहिँ कुनै एभलन्चहरू ल्यान्डस्लाइड जाने विश्वास गर्नु हुँदो रहेछ। मरि गए रेनकोट नलाउने भनेको होइन झमै पानी परेन 2 आवर सरप्राइज। एकछिन बस्दा बस्दै एउटा हेलिकप्टर पनि हाम्रो अगाडि ल्यान्ड भयो। बिस्तारै कति राम्रो झरनाहरू देखिन थालिसकेको थियो। ल बाटो कुन बाटो हो कुन बाटो यही बाटो लो फिर से पानी पड़ गया ल उसलाई हेर्नुहोस् ऊ आउँदैछ त्यसपछि कहाँ आयो हेर्नुहोस् ल यो ठाउँ चाहिँ निकै नै कहाली लाग्दो लागिरहेको थियो अनि त्यहाँ साइन बोर्डहरू पनि थियो त्यहाँ धेरै भिड नबस्नु भनेर। Ooh. And it's so pretty. Yeah. निकै बेरको हिँडाइपछि हामी देउराली आइपुग्यौँ र आजको हाम्रो स्टे पनि देउरालीमै हुन्छ। हाम्रो होटल चाहिँ यो एरियाको सबैभन्दा लास्टमा थियो, देउराली गेस्ट हाउस। पानी बेसरी परिरहेको थियो, भ्यू खुलेको थिएन, अलि अबेला अबेला भइसकेको थियो। सो हामी गयौँ, फ्रेस भयौँ, त्यसपछि अनि एकछिन हामी न्यानो भएर पनि बस्यौँ। Festivals in अर्को छ किन राखिदिउँ किन खानु छ एउटा हजुर अर्को मनै मेरो चङ्गा भयो कस्तो छ सेम्टीमा गर्ने हो कि लाइट आइसक्दा कति उज्यालो कति धपधप बलेका परिहरू कस्तो मिठो कलर छ च्याङ्बा म गरौँ केटी डरायो क्या यो डोरी टाँगेको छैन यो डोरी छैन डरायो डरायो बिचार यो रिस पुगेपछि अनि मार्दै डरलाई 1 लाख जति 60-70 लाखमा हुन्छ काम त यिनीहरूले त हामी चढ्न सक्छौँ होला सक्छ ट्रेनिङ चढ्दिनु पर्छ रे के ट्रेनिङ गर्नु पर्यो हल्का ए डोरी टाँग्नु पर्यो किन त ठुलो खर्च गर्ने कहाँहरू पुग्नु पर्ने यहाँबाट जाँदाखेरि कहाँ पुग्नु पर्यो हामी चढेको चाहिँ यो दिनको यो यहाँ देख्छ अलिक देख्छ नि यो चाहिँ मैले के देख्न पाएन देखाइदिनु त उयो यो माछा पुछ्री हो भने विदिता कुनहरू चढ्ने यसरी हेर्नुहुन्छ कि मलाई मनी हो भन्दाखेरि रमाइलो भइरह नि फन्टास्टिक मजा आइरहेछ है पिज्जा धरि खानु पायौँ क्या पिज्जा यार 800 मा यार फ्री अफ कस्ट हो है पिज्जा चाहिँ यो चाहिँ हाम्रो रुम हो हैन यस्तै हो यतातिर पाउने रुम चाहिँ मजा आयो। देउरालीबाट हामी लगभग बिहानको 7 बजेतिर हिँड्न सुरु गर्यौँ। हामी चाहिँ अब एमसीतिर जान लाग्यो। भ्यू चाहिँ यस्तो अमेजिङ छ नि सोचा पनि हेर्न माछा पुछा यति नजिक अनि अरू हिमालहरू पनि देखिरहेछ आइजले त कस्तो देखिरहेछ भनेर त्यो त बयानै गर्न सक्दैन त्यति pretty छ कि like this is it. This is life. हिमालहरू नजिकिँदै थियो, चिसो बतासले हानिरहेको थियो। बाटो धेरै टाढा नभए पनि हिँड्न हामीलाई एकदम नै गाह्रो भइरहेको थियो। नदी छहरा हुँदै हुँदै हामी बिस्तारै एमबिसी तर्फ उकालो लाग्दै थियौँ। हिँड्दा हिँड्दै हामीले नजिकै एउटा हिउँको ठुलो थुप्रो देख्यौँ। जान्दिहरू नि फिल गर्नु मजा आउँछ। बालुवाको जस्तो थुप्रो देखि नै हामीले टाढादेखि देखिराखेको थियौँ। धेरै ठाउँमा पनि थियो तर हामीले छुन सक्ने नजिकै चाहिँ थिएन।
आफ्नै आँखा अगाडि टिलिक्क टल्केको हिमाल हेर्दै एकछिन रेस्ट गर्दै भारी बिसाउँदै हामी अगाडि बढिरह्यौँ। एमबिसी यहाँ झन् जाँदैछौँ हामी चाहिँ, तर एमबिसी आउँदै आएन। हेर्नु यस्तो उकालो छ अनि दुईजना रुँदै हिँडिरहेछन्। एउटा चाहिँ माथि पुगिसक्यो। त्यस्तै छ कुराकानी। बेसी जाने बाटोमा चाहिँ आइपुग्यौँ एटलिस्ट। बेसी होइन हामी आयौँ। There is the board. देख्न सक्दैन बोर्ड आइसक्छ। मान्छे ठ्याक्क त्यहाँ पाइन्छ। कताबाट जाने यार, म त कन्फ्युज भएको। बाटोमा सोद्धा सबैजनाले एमबिसी नजिकै छ भन्नुभएको थियो, तर हामी बल्ल तल्ल हिँडेर फाइनल्ली एमबिसी पुग्यौँ। हिमाल एकदमै नजिक देखिन थालिसकेको थियो, कहिले एबिसी पुगौँ जस्तो भइसकेको थियो। त्यो टाढा देखेको चाहिँ अन्नपूर्ण हो, यहाँबाट नजिकै जस्तो देखिन्छ, तर निकै नै समय लाग्नेवाला छ हामीलाई अन्नपूर्ण बेस क्याम्प पुग्नको लागि। ए वाउ, हामी त के हो खतरा ठाउँमा आयो त यार। अनुहारै उज्यालो देखिन थाल्यो खाएर त्यसो राई भएर जाडो भयो। अब कति टाइम लाग्छ यो 2 घन्टा? 2 होइन, 2 देखि 2.5। कति नै बजिरहेको। माछापुच्छ्रे बेस क्याम्पमा केही छिन रेस्ट गरेर हामी अन्नपूर्ण बेस क्याम्पको लागि उकालो लाग्यौँ। हामी हेर्न त अन्नपूर्ण नै आएको थियौँ, तर हाम्रो बाटोभरि माछापुच्छ्रे उपहार स्वरूप अगाडि आइदियो। हाम्रो यात्राभरि साथ दिइराख्यो। हामी बिस्तारै अगाडि बढ्दै थियौँ। सास फेर्न एकदमै गाह्रो भएको जस्तो भइरहेको थियो। यहाँबाट हामी गन्तव्यको निकै नजिकतर्फ आइसकेका छौँ। त्यो देखिराखेको अन्नपूर्ण बेस क्याम्प हो। अन्नपूर्ण बेस क्याम्प लेखेको बोर्ड नजिकै हामी एकछिन रेस्ट गर्ने सोच्यौँ। चारैतिर हिमाल देखिरहेको थियो, हावा चिसो लागिरहेको थियो। अन्नपूर्ण बेस क्याम्पको बोर्डमा हामीले फोटो खिच्ने सोच्यौँ। तपाईँले एङ्गल मिलाएर खिच्नु भयो भने त्यो बोर्डको ठ्याक्कै लाइनमाथि अन्नपूर्ण पर्छ। हाम्रो होटेल रुम्स अलरेडी बुक भएको भएर हामी चाहिँ एकैछिन भ्यू हेरेर अनि रेस्ट गरेर जाने सोच्यौँ। होटेलहरू भएको ठाउँमा पुग्दा हिमाल यति नजिकै देखिन्थ्यो, ठ्याक्कै आफ्नो आँखा अगाडि बादल थोरै थोरै लागिरहेको थियो। भ्यू एकदम नै राम्रो देखिरहेको थियो। माछापुच्छ्रे ठ्याक्कै आफ्नो आँखा अगाडि देखिन्थ्यो। अन्नपूर्ण बेस क्याम्पमा पुगेर हामी चेन्ज गरेर फ्रेस भएर अनि डिनर गऱ्यौँ। डिनर एकदमै मिठो थियो। जाडो एकदमै धेरै थियो, सिरकले पनि पुगिरहेको थिएन। आकाश पुरै खुलेको थियो, तारा चम्किरहेको देखिरहेको थियो, हिमाल टिलिक्क टल्केको थियो।
नीलो आकाशलाई छुँला झैँ मेरो आँखा अगाडि अन्नपूर्ण उभिएको थियो। यति नजिकबाट अन्नपूर्णालाई मैले जीवनमा पहिलोपटक निहालेको थिएँ। घामको पहिलो किरण हिमालमा पर्दा त झन् सुनको टुक्रा जस्तै देखिएको थियो। आजसम्म पनि मेरो आँखा अगाडि अन्नपूर्ण आइरहन्छ। त्यो टिलिक्क टल्केको हिमाल, त्यो चिसो चिसो हावा म जीवनमा कहिले पनि बिर्सन सक्दिनँ। यही यादहरूसँगै हामीले अन्नपूर्ण बेस क्याम्पलाई छोडेर गन्तव्यतर्फ Turning back. So pretty. कस्तो माया लाग्यो। अन्नपूर्णालाई बिदा गरेर हामी बिस्तारै रेस्ट गर्दै गर्दै हिमालय आइपुग्यौँ। आज हामी बास बस्नको लागि अप्पर सिनुवा पुग्छौँ। पुग्नुपर्ने कहाँ हो भन्सी? यहाँ हो, यहाँ। ओ माई गॉड, केटीहरू चाहिँ बल्ल आउँदैछ नि उताबाट। निकै बेरको हिँडाइपछि हामी फाइनल्ली झिनुको गाउँ पुग्यौँ। यति सुन्दर सुन्दर घरहरू बनेको थियो। हिमाल हेरिसकेपछि यो नेपालको झन्डा देख्दा त मन यति आनन्दित भयो। फाइनल्ली हामी झिनु पुल आइपुग्यौँ। अब यहाँबाट हामी गाडी चढेर पोखरातर्फ लाग्छौँ। पानी बेसरी परेको थियो। हाम्रो गाडी अलरेडी बुक थियो। फाइनल्ली हामी आइपुग्यौँ। केही छिनमा हामीलाई गाडीले रेस्टको लागि एकैछिन रोक्यो। केही बेरमै अब हामी पोखरा पुग्छौँ र काठमाडौँको गाडी समातेर गन्तव्यतर्फ लाग्छौँ। Thank you all for being the part of our journey.